अब तपाईहरुले चाहिँ नेपाल प्रिमियर लिग सिजन 2 को टिकट काट्नको लागि चाहिँ तपाईहरुले चाहिँ खल्ती एप्लिकेसनलाई यसरी नै ओपन गर्नुपर्ने हुन्छ र तपाईहरुले चाहिँ अब टिकट काट्नको लागि चाहिँ यो सर्च बार यहाँनिर जुन माथि देखिराख्नु भएको छ यहाँनिर गएर तपाईहरुले चाहिँ नेपाल प्रिमियर लिग लेख्नुबित्तिकै पनि आउँछ र त्यसपछि तपाईले भेटाउनु भएन भने पनि अलिकति स्क्रोल डाउन यसरी गर्नु होला र तल त्यसपछि यहाँ देख्न सक्नुहुन्छ इभेन्टको अप्सन यसमा क्लिक गर्नु होला र यसमा क्लिक गरिसकिसकेपछि यहाँ देख्न सक्नुहुन्छ सुरुमै पनि छ र त्यसपछि यहाँनिर पनि छ देख्न सक्नुहुन्छ जुनैमा क्लिक गर्दा हुन्छ यसरी सारेर तपाईहरुले चाहिँ माथि नेपाल प्रिमियर लिगमा पनि क्लिक गर्दा हुन्छ र त्यसपछि यहाँनिर क्लिक गर्दा पनि हुन्छ म चाहिँ यहाँ क्लिक गर्छु र त्यसपछि यहाँनिर देख्न सक्नुहुन्छ एनपीएल सिजन टिकट 2025 ट्यु क्रिकेट ग्राउन्ड कीर्तिपुर भनेको छ है यो चाहिँ तपाईहरुको 15000 को टिकट हो यो चाहिँ तपाईहरुको चाहिँ सिजन भरिको लागि काम लाग्छ तपाईहरुले चाहिँ यसलाई बाइ गर्नु भयो भने चाहिँ र त्यस्तै अब तपाईहरुले यहाँनिर डेटहरु हेर्न सक्नुहुन्छ जस्तै कि देख्न सक्नुहुन्छ 17 नोभेम्बरको लागि यहाँनिर यो चाहिँ सुरुको म्याच हो जनकपुर बोल्ट्स भर्सेस काठमाडौँ गुर्खासको र यसमा तपाईहरुले चाहिँ अब टिकट काट्नु पर्यो भने यहीँनिर क्लिक गर्नुपर्ने हुन्छ र त्यसपछि अब यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले यो भेन्यू लेआउट भन्ने अप्सन छ यसमा एकचोटी चाहिँ चेक गर्नुपर्ने हुन्छ कुन ठाउँको टिकट काट्ने भनेर यहाँ देख्न सक्नुहुन्छ अब तपाईहरुले चाहिँ यो ग्राउन्ड हो यो ग्राउन्डको कुनमा काट्ने तपाईहरुले कुन जोनमा काट्ने यहाँनिर राम्रोसँग पढ्नु होला तपाईहरुले चाहिँ यो कुन ठाउँमा काट्ने भनेर यहाँनिर राम्रोसँग हेरेर तपाईले टिकट काट्नु पर्ने हुन्छ र त्यसपछि तपाईले डिस्क्रिप्सन्स टर्म्स एन्ड कन्डिसन्सहरु पनि पढ्न सक्नुहुन्छ आफै पढ्नु होला र टिकट्सको अप्सनमा म फेरि गए र देख्न सक्नुहुन्छ तपाईहरुले चाहिँ यो सुरुको टिकट हेर्दैछु म प्रिमियम टिकटको तपाईहरुले 1500 पे गर्नुपर्ने हुन्छ र त्यस्तै जोनहरु तपाईलाई अघि मैले भनिसके रेड बुल जोन एनसेल जोन जनरल जोन 1 र त्यस्तै अब यहाँ देख्न सक्नुहुन्छ सिद्धार्थ बैंक जोन चाहिँ अहिले सोल्ड आउटै भइसकेको रहेछ यो ठाउँ चाहिँ एकदम राम्रो रहेछ भनेपछि सोल्ड आउट भइसक्यो अब तपाईहरुले चाहिँ यसलाई बाइ गर्नको लागि चाहिँ एडमा जाने र तपाईहरुले कतिवटा टिकट किन्ने 2 3 हैन कति गर्ने त्यसपछि तपाईहरुले यहाँ तल देख्न सक्नुहुन्छ स्क्रोल डाउन गरेपछि यहाँ तपाईहरुको इन्फर्मेसन आइहाल्छ देखिराख्नु भएको छ मेरो इन्फर्मेसन आइरहेको छ र त्यसपछि तपाईहरुले यो बाइ 3 टिकट्स भन्ने अप्सन अन्तिममा छ यो बाइमा क्लिक गर्नु भयो भने चाहिँ तपाईहरुले चाहिँ यहाँनिर ट्रान्ज्याक्सन गर्नुपर्ने हुन्छ त्यसपछि चाहिँ तपाईहरुले चाहिँ यसरी टिकट किन्न सक्नुहुन्छ है त।